हेर्नु सासू बुहारीको मुख हेर्नु कस्तो रहेछ। एउटा पेटीकोट पनि सिलाइदिँदैन। हेर्नुहोस् त यहाँको खेतीबाडी हेर्नुहोस् त कस्तो राम्रो लाग्छ। खेती कस्तो राम्रोले बनाइराखेको। यो तराईभन्दा सिपालो हुन्छ यहाँको मान्छेहरू के। यो मेरो बुहारीको बाडी हो कि यो। साथीहरू हेर्नु है, हो यही हो चन्द्रगिरीको डाँडा। यही हो चन्द्रगिरीको डाँडा। यो काठमाडौँको चन्द्रगिरी भन्छ कि काठमाडौँको चन्द्रगिरी छ नि। यो इन्डिया होइन साथी, यो काठमाडौँको चन्द्रगिरी हो। मेरो घर कहाँ छ र? त्यो दरभङ्गा जिल्लामा मेरो घर छ। मेरो घर बिठुवार पर्छ कि म काठमाडौँमा घुम्ने आएको कि त्यही भएर भिडियो बनाइराखेको। म घुम्ने आएको कि हो। म भन्छु फेरि के भनेको। यहाँ हेर्नु मेरो बुहारी फुलहरू कस्तो राम्रोलाई रोपेको छ है साथीहरू। हेर्नु कस्तो राम्रो छ है। यहाँ झुला राखेको छ। यहाँ हेर्नु कस्तो राम्रो छ सबै कुरा। हेर्नुहोस् है यहाँ हेर्नुहोस् यो अङ्गुरवाला फुल। यहाँ चन्द्रगिरीको डाँडा हो कि त्यहाँ मान्छे घुम्ने जान्छ, भिडियो बनाउँछ। म माथितिर लाग्छु कि। यहाँ सानो पूजा कोठा छ कि। यहाँ हेर्नुहोस् सानो पूजा कोठा छ कि। हेर्नुहोस् यहाँ आगो बालिराखेको छ। हेर्नुहोस् त चन्द्रगिरीको डाँडा। हेर्नुहोस् त कस्तो राम्रो राम्रो घर छ। यो हो चन्द्रगिरीको डाँडा। यो हो यो म घुम्ने आएको। अनि यहाँ खेतीबाडी गरेको छ मान्छेहरू, अनि त्यही देखाइदिने लाग्यो तपाईँहरूलाई कि तराईभन्दा सिपालो हुन्छ यहाँको मान्छेहरू खेतीबाडी गर्नेलाई। हेर्नुहोस् त कस्तो राम्रोले क्यारी बनाउँछ, खेती गर्छ। हेर्नु है साथीहरू। म पनि अलिअलि हिन्दी त पुरै आउँछ, नेपाली आउँदैन। मेरो 1 महिना भइसक्यो आएको। अब म जान्छु कि, अनि त्यही भएर यहाँको भिडियो बनाइहाल्छु कि। अब गयो भने कहिले आउँछु घुम्ने ठेगानै छैन। हेर्नु साथीहरू चन्द्रगिरीको डाँडा यही हो कि। हेर्नु त हेर्नुहोस् त खेतीबाडी त कस्तो राम्रो लाग्छ। मलाई त कस्तो मनपर्छ। गाइस राम्रो भिडियो भयो भने कमेन्ट गर्नु, लाइक गर्नु, सब्सक्राइब गर्नु है। के भन्ने अब। यहाँ कागती 2टा फरेको रहेछ। यहाँ हेर्नु है कागती यहाँ 2टा फरेको छ। कस्तो राम्रो छ हेर्नु है। यहाँ हेर्नु 2टा कागती फलेको रहेछ। यहाँ गमलामा रोपेको छ के साउनी।
यहाँ नेपालको मान्छेहरू साउनी बोल्छ क्या। हेर्नु त कस्तो राम्रो लाग्छ हेर्नेलाई। यही हो चन्द्रगिरीको डाँडा। कस्तो राम्रो देखिराखेको छ है साथीहरू, हेर्नु है। ल लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु, सब्सक्राइब गर्नु साथीहरू। भिडियो त राम्रो राम्रो बनाउँछु, तपाईँहरू लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनु। तपाईँहरूको थरी थरीको भिडियो राखेर देखाइदिन्छु है। तपाईँहरू लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु है, सब्सक्राइब गर्ने है।